मोबाइलबाट आफ्नो एनआइडी कार्ड कसरी डाउनलोड गर्ने भन्ने सम्बन्धमा यो भिडियो बनाउँदैछु। सबभन्दा पहिला तपाईले आफ्नो क्रोममा जानुहोला। क्रोममा गइसकेपछि एनआइडी कार्ड डाउनलोड लेखेर सर्च गर्नुहोला। फर्स्टको तपाईको फाइन्ड नेसनल आइडी नम्बर एनआइएन जुन देखाइरहेको छ त्यसमा जानुहोला। त्यसमा गइसकेपछि तपाईले आफ्नो डिटेल भर्नु होला। आफ्नो नाम नेपालीमा राख्नु होला। म यहाँ आफ्नो नाम राख्छु हैन। त्यसपछि तपाईले आफ्नो नाम अंग्रेजीमा राख्नु होला। म अंग्रेजीमा राख्छु र त्यसपछि आफ्नो डेट अफ बर्थ राख्नु होला। विक्रम सम्बन्धमा त्यो राख्नु होला हैन। त्यसपछि नागरिकता जारी मिति कति हो त्यो राख्नु होला। त्यो सबै राखेपछि यहाँ एउटा क्याप्चा देखाएको हुन्छ, त्यो क्याप्चा पनि राख्नु पर्ने हुन्छ है। एक्ज्याक्टली सेम टु सेम राख्नु होला र मिस्टेक नगर्नु होला। 8HDA88 देखाएको छ हैन। यो देखाइसकेपछि तपाईले यहाँ सर्चमा जानु होला। सर्चमा गरिसकेपछि तपाईको यहाँ मोबाइलमा ओटीपी पठाउँछ। त्यसले ओटीपी आउँछ र ओटीपी आको ओटीपीलाई तपाईले यहाँ राख्नु पर्ने हुन्छ। हेर्नुहोस् ओटीपी आएको छ। ओटीपी मेरो 831058 छ। 831058 छ। यो भेरिफाई हुन्छ। यसो भेरिफाई गर्नु होला। त्यसपछि तपाईको यहाँ देखाउँछ डिटेल देखाउँछ हैन। डिटेल देखाउँछ। डिटेल देखाएपछि तपाईको के गर्नु होला भने डाउनलोड कार्ड छ, डाउनलोड कार्डमा जानु होला। गइसकेपछि यहाँ तपाईको डाउनलोड हुन्छ। त्यसपछि यहाँ ओपन गर्नु होला। ओपन गर्नुहुन्छ भने यहाँ पासवर्ड माग्छ। पासवर्ड प्रोटेक्टेड हुन्छ हैन। यो पासवर्ड तपाईको के हुन्छ भने तपाईको फर्स्ट जुन नाम छ त्यो फर्स्ट नामको सुरुको 4 वटा लेटर र त्यसपछि त्यसमै तपाईको डेट अफ बर्थको इयर जुन छ त्यो राख्नु होला। जसरी मेरो नाम छ, म आफ्नो नामको फर्स्ट लेटर राख्छु। त्यसपछि 4 वटा जुन छ लेटर राख्छु। त्यसपछि आफ्नो इयर राख्छु भने हेर्नु होला मेरो यहाँ खुल्यो। तपाईँ यसरी तपाईँ आफ्नो नेसनल आइडी कार्ड डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईलाई मेरो भिडियो राम्रो लाग्छ भने उपयोगी लाग्छ भने तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला। धन्यवाद।